तल झर्ने हाम्रो डिसिजन पनि त्यस्तै हुन्छ प्लान थिएन आज पनि अहिलेसम्म त्यहाँ पुगिसक्नु जाऊ जाऊ अगाडि बिस्तारै साथी बिस्तारै विश्वमित्र स्कुल चाहिँ राम्रो छ त यस्तो ठाउँमा आएर बसेको छ पुरानो स्कुल होइन यत्रो वर्ष पुरानो भएको जग्गा हेर्नु पानी छिटायो बाटो त राम्रो रहेछ रैसेलु माथि राखौँ काफल ग्याङ आइपुग्यो यो छान्ना हुँदै सेलाखेतको माथि छ माथि टुलिप काफल टुलिप छ यो प्लास्टिक भरि प्लास्टिक मात्रै छ काफल हुनुपर्ने अस्ति टोक्यो दुईटा टोक्यो नि अस्ति ए ल जानु सानो दुईटा खुट्टाको एकै ठाउँमा म चाहिँ बसिरहेको छु टन्न काफल लिएर आउनुहोस् मलाई टोक्यो हुन्छ भने कसैलाई राखेन मलाई ए काफल ग्याङ मान्छे बिहानै आउँछन् हामी चाहिँ बेलुका आउँछौँ काफल खान सबैले टिपिसकेपछि सिधै बाटो छोडेर आखिर जानुपर्ने उतै सर्टकट नि उतैबाट छोटो हुन्थ्यो नि सजिलो छोटो काहाल भेटियो रे उता
ओइ यस्तै हुन् क्या त रुख यहाँ र यहाँ काफल देखाएको छौँ केटाहरूले काफल त देखे म चढ्ने कसरी हुन् यहाँ केही आउँदैन सिधै चितुवा हो सानो तिनोसँग केही डराउनै पर्दैन सिधै चितुवा यहाँ छ हाम्रो सेलाखेतको साथी पाकेकै छ पाक्ने चाहिँ छन् ल काफल चाहिँ छन् ए ल गजब चढ्यो साथी खै यो नम्बरमा ठ्याक्कै स्टेबल हुन्छ है भिडियो नम्बर बाहेकोमा चाहिँ हुँदैन झोला छ कि नै दाइ हो तपाईँले त्यही हाँगा टेक्नु भयो नि त्यही हाँगामा पनि छ रेडी 1 2 3 गो टिप न प्लास्टिकमा ल ठिक छ ल सरले चाहिँ स्किल देखाइराख्नु भएको छ है पक्नु एकछिन पक्नु तपाईँ त्यत्तिकै बस्नुहोस् एउटा कापे बनाऊँ ल थोरै अब यस्तो छ केटाहरूको यो लम्बा बाँच्यो भने हुन्थ्यो क्या लम्बाको छ यहाँ टाङ पुगेन क्या मलाई मात्रै हो झन् ताने समातिसक्यो छोड्देऊ ल ल गजब यही चाहिँ नतान धेरै तान्न थालिसक्यो नतान्दा हुन्छ एकजना समात्नु पक्का यस्तो छ स्किल केटाहरूको त्यहाँ रुखमा चढेर रुखको वेटले तल झार्यो टेक्निक एआई पुरै एआई है नपत्याउनु होला यो पोसिबलै हुँदैन यस्तो भिरालो छ यहाँ यस्तो भिरालो छ मैले त आँटै गरिन् आनन्द काफल त यहाँ फले खाँदै भुइँमा आउँ त मङ्की स्टाइलमा त्यहीँबाट तिमीले एउटा काम गरिसक्यौ कसैले नचलाएको काफल मिठो हुन्छ आँटै नगर नेक्स्ट लेभल छन् यहाँ चाहिँ एकदम अलिअलि तन्काउ फर्मुला लगाएर ट्रिक लगाएर सर चाहिँ अन्डर ट्री हुनुहुन्छ तल थोरै सरको निधार देखाएको छ यहाँ चाहिँ एकजना मान्छे रुखमा छोड्दैछु माथि तान्न रहेछ यार त एकैचोटि छोडेर उताको फार्नु यस्तो रमाइलो भइरहेछ साँच्चीकै झर्नुहुन्छ है तपाईँ एकछिन 2-4 हाँगा सानो ऊ यहाँ छ यो यसलाई अलि तल गऱ्यो भने ओहो हेर्दा पनि मिठो छ यो त ए कहाँ पुग्यो नभाँचेन मङ्की क्लाइन यहाँ त ठुला छ यार गेडा त
काफल टन्नै टिपेछ माथि नै यहाँ चाहिँ अर्को बुढो मान्छे त्यसपछि यहाँ हामी दुईजना भन्दा धेरै छौँ सर यता लामाटारतिर मासु काट्यो खै जोक यहाँ छ जुकै जुका यहाँ चाहिँ अनि छन् भने के ठुल्ठुलो रहेछ यहाँ त भागो भागो हजुर हुन्छ